एक सानो शहरमा अनिशा नामकी केटी बस्ने गर्थे। ऊ पढाइमा राम्रो, सपना ठूला र सधैँ अरूलाई मद्दत गर्ने स्वभावकी थिइन्। उसको सपना थियो एक दिन नर्स बनेर मानिसहरूको सेवा गर्ने। स्कुलमा सबैले उसलाई सम्मान गर्थे। त्यही स्कुलमा राहुल नामको केटा थियो जो अनिशालाई चुपचाप मन पराउँथ्यो। एक दिन विद्यालयको प्रतियोगिता सकिएपछि अनिशा जाँदै गरेको बेला राहुलले अनिशालाई बोलायो र भन्यो, तिमी जब मञ्चमा उभिएर बोल्छौ वा गाउँछौ, मलाई लाग्छ संसार नै केही समयका लागि रोकिन्छ। त्यो सुन्दा अनिशाको मुटु छिटो धड्कियो। त्यो दिनदेखि दुवैजनाको फ्रेन्डशिप बिस्तारै प्रेममा बदलिन थाल्यो। तर एक दिन अनिशाको घरमा ठूलो समस्या आयो। उसको बुवाको जब गुम्यो र परिवारलाई अर्को शहर सर्नु पर्यो। अनिशाले आफ्नो सपना र प्रेम दुवै छोडेर जानु पर्यो। जाने दिन उसले राहुललाई एउटा मेसेज पठाइन्, म फर्केर आउँछु, तर कहिले थाहा छैन। र त्यो मेसेज पढ्दा राहुलको आँखाबाट आँसु झर्यो। समय बित्दै गयो। धेरै वर्षपछि एउटा ठूलो रियालिटी शोमा एक नयाँ कन्टेस्टेन्ट स्टेजमा आइन्। होस्टले नाम अनाउन्स गर्यो, अनिशा। अडियन्सले ठूलो ताली बजायो। भिडको बीचमा राहुल पनि बसेको थियो। जब अनिशाले स्टेजमा उभिएर आफ्नो पहिलो शब्द बोलिन्, राहुलले तुरुन्तै उसलाई चिन्यो। दुवैको आँखामा आँसु थियो, तर त्यो आँसु अब दुःखको होइन, खुशी र पुनर्मिलनको सङ्केत थियो।